हेलो साथीहरु, सबैजना सन्चै हुनुहुन्छ? सन्चै हुनु पर्यो। तर आजको यस भिडियोमा म तपाईहरुलाई नेपाल सरकारले ल्याएको लखपति कार्यक्रममा यहाँहरु सहभागी हुनुभयो कि नै त? म त आज घाँस काट्दै सहभागी भएँ साथीहरु। तर घाँस काट्दै सहभागी भएर लखपति बनिन्न। त्यसको लागि के गर्नुपर्ने हुन्छ त? तपाईहरुले कुनै पनि किराना पसल या पानमा दर्ता भएको कुनै पनि स्टोरबाट तपाईले सामान किन्नुभयो भने त्यो सामानको यदि नगदमा तपाईले सामान किन्नु भएको छ भने त्यतिबेला बिल ल्याउन चाहिँ नभुल्नु होला। यो चाहिँ पहिलो काम। सेकेन्ड काम भनेको तपाईले चाहिँ यदि कुनै पसलमा क्युआर गरेर पेमेन्ट गर्नुभयो भने त्यसको चाहिँ बिल ल्याउनु पर्दैन। त्यो सिधै तपाईको चाहिँ त्यसमा दर्ता भइहाल्छ लखपति बन्ने कार्यक्रममा। अब तपाईले चाहिँ क्याशमा ल्याउनु भएको बिलको चाहिँ कसरी चाहिँ त्यसमा दर्ता गर्ने र कसरी लखपति बन्ने भन्ने कुरा म तपाईहरुलाई मोबाइल फोनको स्क्रिनमा जुन चाहिँ क्रोम ब्राउजरबाट गर्न सकिन्छ म तपाईहरुलाई सिधै त्यहाँ ल्याएर देखाउने छु साथीहरु। कुनै डाउट भएमा तपाईहरुले कमेन्ट गर्न सक्नुहुनेछ। अब जाऊ सिधै मोबाइल फोनको स्क्रिनमा। अब साथीहरु हामी मोबाइल फोनको स्क्रिनमा आइसकेको छु। स्क्रिनमा आइसके भन्दापछि तपाईले क्रोम ब्राउजरलाई ओपन गर्नु होला। क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि यहाँनिर तपाईहरुले सर्च गर्नुपर्ने हुन्छ प्राइज भनेर लेख्नु होला। प्राइज irdgov.np भनेर सर्च गर्नुभयो भने सिधै तपाई कहाँ पुग्नुहुन्छ? त्यो लखपति कार्यक्रमको साइडमा पुग्नुहुन्छ। यहाँ तपाईले देखिराख्नु भएको छ करदाता प्रोत्साहन उपहार कार्यक्रम भनेको छ। अब सिधै यसमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसके भन्दापछि यसलाई डेस्कटप साइट पनि बनाउन सकिन्छ। यहाँनिरको यो आइकनमा क्लिक गर्नुभयो भने अहिले तल जानुपर्ने हुन्छ। डेस्कटप साइटमा क्लिक गर्नु होला। अझै अक्कभन्दा अलि राम्रो लागेन र एकदम ठिक छ। अब यहाँनिर तपाईहरुले नेपाली र इंग्लिश दुईटै ल्याङ्ग्वेज चुज गर्न सक्नुहुन्छ। मैले नेपाली, किनभने हामी नेपाली, त्यसैले मैले नेपाली नै सिलेक्ट गरेँ। अब साथीहरु के गर्नुपर्ने हुन्छ? यहाँनिर तपाईले चाहिँ अलि ठुलो अक्षर बनाएर हेर्न सक्नुहुन्छ। यहाँनिर बिल दर्ता भनेको छ, दर्ता इतिहास भनेको छ, त्यसभन्दा पछि विजेताको सूची भनेको छ। अहिलेसम्म धेरैजना साथीहरु विजेता बनिसके। अब भन्ने तपाईको पालो। सबैभन्दा पहिले तपाईहरुले जुन स्टोरबाट सामान किन्नुहुन्छ त्यो सामानको प्राइस तपाईले किन्नुभएको बिल चाहिँ 100 भन्दा माथिको हुनुपर्ने हुन्छ। अब त्यसको लागि सबैभन्दा पहिले के गर्ने? यहाँनिर तपाई आइसके भन्दापछि बिललाई कसरी दर्ता गर्ने? यहाँनिर भनिसकेको छ विद्युत क्युआर कार्डको कुरा छ। क्युआर कार्ड भुक्तानी स्वत दर्ता हुन्छ। त्यो दर्ता भइसकेको हुन्छ। तर दर्ता भइसकेपछि तपाईको कुपन नम्बर हुन्छ। त्यसलाई कसरी हेर्ने? त्यो दर्ता भएको छ कि छैन? यदि तपाई दर्ता भयो भने दाबी पनि त गर्नु पर्ला नि त, हैन? तपाईको चाहिँ कुपन परेछ, तपाई लखपति कार्यक्रममा पर्नु भएछ भने। अब सिधै म आज तपाईहरुलाई के सिकाउँदै छु? नगद भुक्तानी गरेको जुन नगदमा तपाईले क्याशमा जुन बिल ल्याउनु भएको छ त्यसको बिल दर्ता गर्नुको लागि सबैभन्दा पहिले नगद भुक्तानी कारोबारमा क्लिक गर्ने। त्यसभन्दा पछि तल जाने, बिल नम्बर हान्ने, त्यसभन्दा चाहिँ विक्रेताको प्यान नम्बर, जुन पसलबाट तपाईले सामान किन्नु भएको छ त्यसको बिल नम्बर हुन्छ, बिल नम्बर हान्ने र त्यो पसलको चाहिँ प्यान नम्बर हान्ने। त्यसभन्दा पछि त्यो सामान किनेको मिति चुज गर्ने अनि बिलमा भएको कुल रकम चुज गर्ने। त्यसभन्दा पछि भुक्तानीकर्ता विवरण भनिसकेपछि त्यहाँ तपाईले नाम, मोबाइल नम्बर र ठेगाना लेख्न सक्नुहुन्छ। अब यति गरिसकेपछि के गर्नु पर्यो त साथीहरु? यहाँ तपाईले देखिराख्नु भएको छ पुरस्कार कुपन सिर्जनाको गर्नुहोस् भनेको छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाई के हुन्छ? सिधै तपाईको कुपन जेनेरेट हुन्छ। त्यो कुपन जेनेरेट भइसक्यो भन्दापछि तपाईले तपाईले हेर्न सक्नुहुन्छ त विजेता सूचीमा गएर सिधै हेर्न सक्नुहुन्छ तपाईको कुपन। यहाँ तपाईको लखपति कार्यक्रममा तपाई पर्नु भयो कि नै? यहाँनिर त्यो जुन देख्नु भएको छ यहाँनिर माथिनिरको यो कुपन कोड हो। यस्तै किसिमको कुपन जेनेरेट हुन्छ साथीहरु। भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा भिडियोलाई लाइक र शेयर गर्न नभुल्नु होला। कुनै डाउट भएमा कमेन्टमा लेख्न नभुल्नु होला। फेरि हामी अर्को नयाँ भिडियोमा मिल्ने नै छौँ। आजको भिडियोमा यति नै। हस्, धन्यवाद।